हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ म चाहिँ कृपु अधिकारी अनि आज चाहिँ म धेरै दिनपछि भ्लगमा जोइन भएको छु। सो त्यही हो गाइज, आज चाहिँ म एक्लै छु भन्नुपर्छ हैन। भेटतिर घुम्न आएको यस्तो राम्रो देखिन्छ नि भ्यू, यस्तो खतरा गर्मी भइरहेछ कि यहाँ गर्मीतिर भइरहेछ। है माथि हाम्रो गाउँतिर म चाहिँ गाउँ जानेवाला छु अब छिटै। तर इक्जाम पनि आइरहेको छ, इक्जाम आउनु 1 महिना छ। त्यही घरमा त्यस्तै काम परेर चाहिँ म चाहिँ गएर एक दिन बसेर चाहिँ घर फर्किनु वाला छु। लेकतिर चाहिँ चिसो छ अरे, काफल बाहिर छ नि त, काफल खान बाहिर जानेवाला छु। अनि तपाईँहरू चाहिँ भिडियो हेर्दै गर्नु होला हैन। म चाहिँ त्यो काफल पनि ल्याएर आउने छु है भन्नुपर्छ। ल त्यही गाइज, आज चाहिँ भेट्नु अहिलेको कस्तो हुन्छ हेरौँ। एक्लै छु फेरि है, भिडियो बनाउनु कोही छैन, सिस्टम पनि लिएन। ठिक छ, जे जस्तो भए पनि भिडियो बनाउँछु। अब इक्जाम आइरहेको छ, दिनभरि पढ्नु झलक छ, क्लास पनि अफ भइहाल्यो। अनलाइन क्लास पढ्ने यस्तै हो, अनि बस्ने यस्तै चलिरहेको थियो गाइज। अनि मान्छे भेरि आएर यस्तो बनाइदियो, यति राम्रो भ्यू देख्यो है, कपाल छ नि एकदम ठिक छ। अब सब ठिक छ गाइज होइन। हजुर सन चाहिँ आरामै हुन्छ होला भन्ने आशा छ। र आज चाहिँ यो भेटतिरको भ्यू पनि हेर्ने र पौडी पनि खेल्ने पनि गजब मजा आउनेवाला छ। र गाइज है हेर्नुलाई अन्तिमसम्म हेर्नुलाई भिडियो कस्तो लाग्छ है। मेरो पौडी खेला एक्लै हो क्या होइन। यो हेर्नु, यो पाइरतिर देख्नुभयो नि, यस्तो हेर्नु न, यो साना बाबुहरू पनि कता पौडी खेल्नु जाला हान्न आएको थियो, माछा मार्नु अरे। माथि जेसिबी पनि आएको छ, जेसिबी चाहिँ बाल्ला तान्न लागेको होला। सानो बाबुहरू नि भेरीको छेउ आइदिरहेको के, त्यो डर पनि नमानेको है। र हामी त अब खेल्न जान्छ, अनि उनीहरू पनि डाँडा होला नि, सानो भनेको सानो हो नि त। त्यही गाइज। ल अब स्विमिङमा आई एम स्विमिङ अलरेडी। योर all swimming and talking about for okay। इङ्ग्लिस त आउनु फेरि है, इङ्ग्लिस सिक्नको लागि पनि मैले भिडियो बनाएर भिडियोमा चाहिँ इङ्ग्लिस बोलेर भयो नि केही सिकिन्छ कि भन्नको लागि चाहिँ गरेको। मलाई इङ्ग्लिस चाहिँ आउँदैन भन्दा, वास्तवमा भन्दा इङ्ग्लिस आउँदैन मलाई। त्यो कसरी 12 कटाउने होइन, 12 पास कसरी गर्ने भने मैले यस्तै भिडियो बनाएर यस्तै मैले गर्दा हुन्छ कि भन्ने आशले चाहिँ मैले इङ्ग्लिसमा भिडियो बोल्नु खोज्ने प्रयास चाहिँ जारी गरिरहेको छु। तर त्यो नराम्रो चाहिँ नल्याइदिनु होला है। त्यही हो गाइज। अन्त चाहिँ है घर नजिकै छ है, अनि यो घर नजिकै भएको बेलामा चाहिँ त्यही हो गर्मी पनि हाम्रो चाहिँ यो 10 पुतिर त अहिले गर्मी नै हुन्छ क्या। गर्मी सुरु भइसक्यो, पछि चाहिँ लास्ट गर्मी हुन्छ, घोडामा बस्न नसकिने हुन्छ। अनि बस्ने भेट यस्तो चिसो हावा चल्छ, त्यही माथि फेरि खेल्दा चाहिँ यस्तो मजा आउँछ क्या। त्यही भएर चाहिँ भेटतिर चाहिँ हेर्नु नि, यो सानो बाबुहरू पनि मभन्दा सानै छ है। अनि यो माथि चाहिँ अलिक ठुलै छ क्या जसलाई हेर्नु नि, पुरा भेटको भित्र छालमा आइदिरहेको क्या। यस्तो डर पनि नलागेको है। स्वाटर लगेर त लगिहाल्यो नि यार, खेल्न जाने पनि कहिले चाहिँ बिचमा त खतरा हुन्छ नि त। हामीले यस्तो अब खेल्न त जानिन्छ है, सिक्यो यहाँ पढ्न आदि सिक्यो, भेट खेल्न पनि त्यसपछि सिके पनि त हल्का गाह्रो हुन्छ नि त। तर केटाहरू केही मान्दैन क्या, यस्तो खतरा है गाह्रो छ। हाम्रो उता पाए चाहिँ त्यत्रो ठाउँ छ, यहाँ चाहिँ छैन क्या। सानो ठाउँ छ नि त, भेरी घाइट वर्षाको बेलामा चाहिँ भेट पुरा यो घाइटसम्म पुग्नुहुन्छ। मात्र हेर्दा डर लाग्छ क्या बर्खामा त। अहिले चाहिँ भेट यहाँ तल छ, ठ्याक्क आयो, यहाँ कपडा सपडा फेऱ्यो, अनि अब झ्याप जानुपर्छ गाइज। हेर्नुपर्छ गाइज, लास्टसम्म हेर्नुहोस् कस्तो हुन्छ। आज भेरीको आनन्द भ्यू हेरेर होइन मनोरञ्जन गर्नुपर्छ गाइज। अरू त त्यस्तै हो। त्यही गाइज, अब एक्लै भए पनि होइन पौडी चाहिँ जोसिसक्यो भन्नुपर्छ। पौडी खेल्नु के हो भने साथी चाहिँ पौडीमा जाने खेलिहाल्ने हुन्छ कि घरको पानी पर्छ। साथीहरूलाई ल्याउनु थियो, आज फेरि म एकछिन गएको एउटा सब्जेक्ट पढाइ भयो, त्यसपछि आइहालेँ। अनि केटाहरू कोठातिर थियो होला, मलाई जान्छ होला है, म त एक्लै भएन आइहालेँ। लास्ट गरिन्छ गाइज, अब गर्नुपर्छ। लास्टसम्म हेर्नु होला भिडियो कस्तो हुन्छ होइन। त्यहाँ माथिबाट आउने चाहिँ होइन, म ठाउँ देखाउँछु त्यो कान्ने बाटो भन्दाखेरिमा चाहिँ है के नि, यो ढुङ्गा यो बाटो आउने हो, ठ्याक्क यहाँबाट यहाँ आउने हो नि। गजन चाहिँ बिचमा चाहिँ फेरि हेर न टापु बनेको छ क्या, समुद्र जस्तो। खतरा आवाज आउँछ नि त्यहाँदेखि, घट्टाङ घट्ट चल्यो, लेकतिर हुन्छ नि पानी घट्ट, त्यस्तो चल्यो टाइपको आउँछ क्या आवाज पनि है। तर केही छैन गाइज। ल म अब रेडी अवस्थामा भन्नुपर्छ, हेर्दै गर्नु होला अन्तिमसम्म। अब मैले पुरै भिडियो त बनाउनु पाउँदैन किनभने एक्लै छु नि त होइन। त्यही गाइज, खतरा देखेको छ। माथि पुल छ, यता उयो माथिकै यो ढुङ्गा मात्रै भएको, यसलाई चाहिँ मसान घाटो भन्छ। त्यहाँ चाहिँ मात्र एउटा मेसिन पनि छ, जो मेसिनले त्यहाँ बाल्ला बनाउँछ भनौँ कि के भन्छ त्यो है, के मेसिन भन्छ त्यो खासै थाहा भएन। गिटी पेलेर बाल्ला सल्ला बनाउने मेसिन पनि गराएको राखेको छ त्यहाँ। यो सबै भेरीको एरिया बर्खामा चाहिँ सब ठ्याक्कै टन्न भरेर आजभोलि चाहिँ लास्टै सुइसक्यो फेरि। त्यही गाइज, ल
ल अब जानुपर्छ भेरी खेल्नलाई ल है त ल भेटौँला अब भेट्दै गरौँला यो भिडियो पछि भेरी खेल्न आएपछि र गाइस त्यही हो जोडान गरेको छु मैले चाहिँ एकदम खतरासँग जो चाहिँ यो विश्वको युट्युबरले नि यतिको गरेन होला मलाई जहाँसम्म लाग्छ एकदम ठुलो गराएर आउँछु र त्यही बेला पनि हेर्नुपर्छ गाइज म कति राम्रो हानेर आउँछु त्यो चाहिँ मलाई पनि थाहा छैन ल गाइज है ल फाइनल्ली के भन्नुपर्छ नआएर पनि लास्टै छ गर्मी छ यसो बेसी खेलियो स्थल भयो अब घर जानु पर्यो साला एउटासँग लप परेको थियो धोका दियो अब अर्कोले झ्यालिदियो भने एउटा राम्रो घर बनाउँछु छोडेर साला एउटासँग लप परेको थियो धोका दियो अब अर्कोले झ्यालिदियो भने एउटा राम्रो घर बनाउँछु साला एउटासँग लप परेको थियो धोका दियो अब अर्कोले झ्यालिदियो भने एउटा राम्रो घर बनाउँछु त्यो गाइज अब नेक्स्ट भ्लग चाहिँ समथिङ मलाई लाग्छ म चाहिँ घर जाँदाखेरि चाहिँ माथि गाउँ जाँदाखेरि
भिडियो बनाउने नै छु। त्यति बेलाको लागि सम्म लगभग हामी बिदा हुनुपर्छ। अहिलेलाई यति नै, बाइ बाइ टी।